नमस्कार सबैजनालाई, सबै सन्चै हुनुहुन्छ होला। तपाईँलाई मेरो फेसबुक पेज लगायत युट्युबमा स्वागत छ। आज चाहिँ म अस्ति यो लगभग तपाईँको 1-1.5 महिना अगाडि यताको भिडियो बनाएको थिएँ। यो चाहिँ तपाईँको लटिनाथ मन्दिर कैनोडाको। यो चाहिँ तपाईँको लगभग 90% काम चाहिँ यो सकिसकेछ। ऊ त्यहाँ माथि गबिरको माथि चाहिँ अब तामापत्रको काम चाहिँ बाँकी रहेको छ। यो चाहिँ तपाईँको प्रदेश सरकारबाट पनि बजेट थियो यसमा, र यहाँका जनताहरूले पनि श्रमदान गरेर चाहिँ यहाँको यो चाहिँ निर्माण गरेका छन्। पुनर्निर्माणको काम चाहिँ लगभग 90+ काम चाहिँ फिनिस भइसकेको छ। यो चाहिँ तपाईँको यता हेर्नुहोस्, तपाईँलाई म यताको वरिपरिको दृश्य पनि देखाउन चाहन्छु। हेर्नुहोस्, यता म तपाईँलाई देखाउँछु। यो चाहिँ मेन भाग तपाईँको यो यसको यो माथि चाहिँ गबिरको माथि चाहिँ तामापत्रको काम चाहिँ बाँकी छ। उता चाहिँ तपाईँको प्लेटफर्म चाहिँ बिछाएको छ। अब तपाईँको माथि चाहिँ तामापत्रको काम चाहिँ बाँकी रहेको छ। यता चाहिँ तपाईँको स्लेटको मात्र काम गर्ने रे, यता चाहिँ स्लेटले मात्र रुफिङ गरेको छ। माथि चाहिँ तपाईँको तामापत्र लगाएर चाहिँ फाइनल हुन्छ भन्ने छ यहाँको मान्छेको अनुसार। प्लस यहाँ तपाईँहरू यताबाट चाहिँ लगभग रातामाटाबाट यता चाहिँ तपाईँ 10 देखि 15 मिनटमा हिँडेर आयो भने चाहिँ यो मन्दिरमा तपाईँ पुग्न सक्नुहुन्छ। यता मेन कैनोडाको मेन गाउँबाट चाहिँ तल पिसिसी बाटो छ, त्यहाँबाट हुँदै पनि आउन सक्नुहुन्छ। यता काकडीबाट पनि आउन सक्नुहुन्छ। र तपाईँहरूलाई यता घुम्नको लागि म अनुरोध पनि गर्दछु। यहाँ लेकमको ठाउँहरूलाई चिनाउने अभियानका साथ मैले भिडियो बनाइरहेको छु। तपाईँहरूलाई कस्तो लागिरहेको छ कृपया कमेन्ट गरिदिनु होला, सुझाव सल्लाह दिनुहोला। म त्यसै अनुरूप आफूलाई परिवर्तन गर्नेछु। हस्त, धन्यवाद। जय राष्ट्र।